नमस्कार साथीहरू प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश निजामती सेवाका अधिकृत सातौं तहका अप्राविधिक र प्राविधिक पदहरूको जुन छ विज्ञापन खुलेको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। सबै कुरा यसमा लेखिएको छ। प्रदेश निजामती सेवाका अधिकृत सातौं तहका अप्राविधिक तथा शिक्षा सेवा शिक्षा प्रशासन समूह निरीक्षण उपसमूहका प्राविधिक पदहरूको ज्येष्ठ र कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको सूचना यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यो रहेको छ। यहाँ तल स्क्रोल डाउन गर्नुहुन्छ भने यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। ज्येष्ठता र कार्य सम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाको जुन छ यहाँ यो रहेको छ। अप्राविधिक तर्फको यहाँ विज्ञापन नम्बर दिएको छ। पद सङ्ख्या कति छ सबै यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। दिएको छ। दस्तुर यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ 1000 रहेको छ। त्यसै गरी यहाँ दरखास्त दस्तुर बुझाउने स्थान राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर यहाँ दिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। राजस्व शीर्षक नम्बर पनि यहाँ दिएको छ। यसरी तल स्क्रोल डाउन गर्नुहुन्छ भने यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यो जुन छ अन्तर खुलाको लागि जुन छ यो रहेको छ विज्ञापन यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। प्रदेश निजामती सेवाका अधिकृत सातौं तहका अप्राविधिक तथा शिक्षा सेवा शिक्षा प्रशासन समूहका पदहरूको अप्राविधिक अन्तर्गत खुलासा समावेशी प्रतियोगिता परीक्षाको विज्ञापन यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। प्रकाशन मिति 2081 साल 12 महिना 31 गते आज नै जुन छ प्रकाशन गरिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ कमा दिएको छ अधिकृत सातौं तहको लागि जुन छ विज्ञापन यहाँ प्राविधिक तर्फको लागि यो रहेको छ। यहाँ विज्ञापन नम्बर दिएको छ साइडमा। त्यसै गरी यहाँ सेवा समूह उपसमूह सबै दिएको छ। प्रदेश स्थानीय किसिम पद सङ्ख्या लिखित परीक्षा कार्यक्रम कहिले छ। प्रथम पत्रको नतिजा आइसकेपछि जुन छ द्वितीय चरणको लागि परीक्षा जुन छ केन्द्र तोकिनेछ या परीक्षा जुन छ कार्यक्रम पछि जुन छ प्रकाशन गरिनेछ भनेर यहाँ लेखिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। यो जुन छ सबै अप्राविधिक तर्फको लागि रहेको छ। शाखा अधिकृत लेखा अधिकृत प्रशासनको लागि रहेको छ। त्यसै गरी यहाँ प्राविधिक तर्फको लागि विज्ञापन नम्बर यो रहेको छ र यहाँ जुन छ पद दिएको छ पद सङ्ख्या। त्यसै गरी यहाँ जुन छ लिखित परीक्षा कार्यक्रम दिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। शिक्षा अधिकृत शिक्षा प्रशासन निरीक्षणको लागि रहेको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। प्रशिक्षक शिक्षा प्रशासन अङ्ग्रेजी नेपाली गणित सबैको लागि यहाँ रहेको छ। एक जना जुन छ दिएको छ। यसरी गरेर तपाईँहरू यो हेर्न सक्नुहुन्छ। सबै यहाँ दिएको छ लास्टसम्म। परीक्षाको किसिम यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ लेखेको छ। लिखित परीक्षा सामूहिक परीक्षण सिप परीक्षण र अन्तर्वार्ता जुन छ पाठ्यक्रम तोकिए बमोजिम जुन छ हुनेछ। परीक्षा केन्द्र धनगढी कैलाली रहेको छ। परीक्षाको माध्यम अङ्ग्रेजी नेपाली या दुईटै भाषामा हुन सक्छ। दरखास्तको माध्यम यहाँ तपाईँहरू http://ppsconline.sudurpachim.gov.np बाट तपाईँहरू जुन छ यसमा दरखास्त दिन सक्नुहुन्छ। अनलाइन दरखास्त दिने अन्तिम मिति 2082 साल 1 महिना 20 गतेसम्म र दस्तुर तिरी मिति 2082 साल 1 महिना 27 गतेसम्म तपाईँहरू जुन छ दरखास्त दिन सक्नुहुन्छ। दरखास्त दस्तुरहरू 1000 रहेको छ। सातौं तहको लागि यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। प्रत्येक समावेशी थपको लागि रु 400 जुन छ रहेको छ। यसरी तल स्क्रोल डाउन गरेर तपाईँहरू यो सबै हेर्न सक्नुहुन्छ। अपलोड गर्नुपर्ने कागजातहरू तपाईँले के चाहियो यो सबै यहाँ दिएको छ। यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ भनेर यहाँ लेखिएको छ। यो तपाईँहरू यो कुन पदको लागि के योग्यता चाहियो यो पढ्नु होला। सबै डिटेल यहाँ दिएको छ। यो लास्टसम्म तपाईँहरू यो पढ्नु होला। बुदागत रूपमा दिएको छ। साथै यो तल यहाँ दृष्टि बोइज जुन छ यो जुन छ तपाईँहरू पढ्नु होला। यहाँ पनि यहाँ बुदागत रूपमा सबै यसको पोइन्टहरू यहाँ दिएको छ। यसको थप जानकारीको लागि तपाईँ यसको वेबसाइटमा जान सक्नुहुन्छ। psc.sudurpachim.gov.np मा गई यसको सबै डिटेल्सहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। त यो थियो अप्राविधिक र प्राविधिक तर्फ दुईटैको लागि जुन छ सातौं तहको लागि यो विज्ञापन।